नदिनु है, यता धक्का नदिनु है, यता धक्का नदिनु।
कस्तो अनुभव भइरहेछ अशोक सिंह खड्का हाम्रो परिवारको जेठो छोरो हो हाम्रो गौरव हो आज जसरी बिहामा छल्ले हर्ष उमङ्गका साथ हामी उपस्थित छौँ उनीहरूको पारिवारिक जीवन अघि 100औं वर्षसम्म पनि 7औं जुनीसम्म पनि यस्तै हर्ष उल्लास भयो पूर्ण भएको देख्न पाइयोस् यति भन्न चाहन्छु। सालो भाइ अशोक कुमार खड्काको वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। उनको भविष्य सधैँ उज्जवल होस्। हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु यो वैवाहिक जीवनको अवसरमा। होइन तपाईँले सोध्नुहोस् न भाइको बिहामा कस्तो लागिरहेछ उहाँको इन्टरभ्यू तपाईँलाई चाहिँ जेठो भाइको विवाह हुँदैछ आज कस्तो लागिरहेछ? खुसी लागिरहेछ र अब हामीले भाइले चाहिँ आफू अधिकृत भइसकेपछि उनी परिपक्व भएर आज विवाह गर्दैछन्। त्यसले गर्दाखेरि पनि परिवारमा एउटा चाहिँ खुसीको माहौल भइरहेको छ र मैले मेरो भाइ र आउने बुहारीलाई पनि वेलकम गर्दै वैवाहिक जीवनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भाइ बुहारी सबैजनालाई। दुवैजनाले भन्नु दुवै हातले भन्नु पैसा 20 रुपियाँ खसालिदिनुहोस् है। खसाल्ने काम जारी छ के अलि धेरै खसाल्ने कति खसाल्नु गर्नलाई होइन अहिले त्यहाँ निकाल्छ भन्सार ठुलो छ
अहिले हात दिदीले हात भाइ भएर त्यसो भन्नु त भने दिदी अब पछि बोल्नु पर्यो तिनवटा सिक्का निकाले मात्रै बुझ्छ हो र कस्तो फिलिङ्स अनुभव भइरहेछ म त खुसी नहुने भन्ने कुरै छैन अहिले आफूले चाहेको आफूले खोजेको आफूले रोजेको मान्छेलाई आफ्नो परिवारको सदस्य आफ्नो जीवन सङ्गिनीको रूपमा लिनको लागि जाने तयारीमा छु म त्यसै पनि खुसी छु र उनी आएपछि हाम्रो परिवारमा थप खुसी बढ्नेछ झन् रमाइलो अझै राम्रो र सुखद परिवार हुनेछ भन्ने अपेक्षा पनि छ र यो विवाहले यो हाम्रो परिवारलाई जुन अझै थप राम्रो बनाउँदै जान्छ भन्ने पनि अपेक्षा छ र सबै परिवार खुसी छ। कस्तो लागिरहेको छ यो वैवाहिक जीवनको अवसरमा? मेरो आदरणीय दाइ अशोक कुमार खड्काको आज हुन गइरहेको वैवाहिक विवाह यसमा चाहिँ उहाँको उत्तरोत्तर प्रगति होस्, वैवाहिक जीवन सफल होस्, अब आउने दिन अझै उल्लासमय बितोस्। यसमा हाम्रो परिवारको समग्र परिवारको उत्तिकै साथ सहयोग हुनेछ। अझै यो परिवारलाई अझै राम्रो बनाउनेछौँ, अझै त्यो राम्रोसँग जीवन बिताउनेछौँ भन्न चाहन्छु। बेहुलालाई कस्तो लागेको म त त्यही काठमाडौँ जाने वरिपरितिर आउँछु, टोल बस्दै आउँछु, त्यहाँ जाने गरेर आउँछु र बस्छु। अगाडि कोट छोड्न पर्छ। झोला त आफैतिर आउँछ झोला त नाच्दै जाने खोइ नाचे लाइनमा जाने नाचे कि छैन
सम्पन्न गरियो आज हामी हिँड्यो अब हजुरहरू कहिले हो हामी त भोलि नभए पर्सि ए ल ल राम्ररी ल शुभयात्रा हामी सबैलाई बधाई छ भन्नु सबैलाई बधाई छ ल भाइ भाइ ल सिर्नु यहाँ भाइ बाई 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 नानी बाई यो साइड लिएर उसलाई त उ गरिदिनु परेको चस्मा एकछिन